नमस्कार नमस्कार सबैजनालाई। आज चाहिँ म बाख्रा लिएर चाहिँ आएको छु हैन। अहिले बर्खा लाग्यो। बर्खायामको समयमा चाहिँ एकदम बादल लाग्ने हैन, पानी पर्ने जस्ता धेरै यहाँ समस्याहरू छन् बर्खा लाग्दा चाहिँ हैन। अहिले बर्खा लागेर जस मौसम पनि एकदम चिसो हरियाली नै छ। मेरो पनि घोडाचार बाख्राहरू छन्। ती बाख्राहरूसँग चाहिँ यसो समय काट्ने बाटो भइरहेको छ। त्यति साह्रो अब हाम्रो ठाउँमा फेरि एकदमै जुगा लाग्छ प्राय चाहिँ हैन। त्यही भएर चाहिँ यो ठाउँमा चाहिँ लाग्दैन। फेरि हाम्रो अर्को साइड पनि छ जङ्गलहरू, त्यो साइडमा चाहिँ एकदम जुगा लाग्ने भएको कारणले चाहिँ बाख्राहरू चाहिँ मैले यहाँ चराइरहेको छु। यो बादल लागिरहेछ, कसैले हुस्को कसैले बादल, कसैले कुहिरो पनि भन्छन् यस्तो चिजहरूलाई हैन। घाँस चाहिँ यो खर घाँसहरू यहाँ छन् नजिक नजिक। यी घाँसहरू खान्छन् बाख्राहरूले हैन। खान्छ भनेर चाहिँ यस्तो चाहिँ हामीले झ्याङ काटेर हैन, यस्तो यो साफ गरिदिन्छौँ हैन। यस्तो काटेर फालिदिन्छौँ यी चिजहरू चाहिँ। अनि यस्तोमा घाँस पलायो भने चाहिँ बाख्राहरूलाई चाहिँ सजिलो हुन्छ घाँस खान चाहिँ हैन। हाम्रो ठाउँमा गाई अथवा गाई गोरु भेडा बाख्रा सबै चिजहरू पाइन्छ। सबै चिजको चाहिँ अब यहाँ घाँस खान पर्यो हैन। मान्छेले मात्रै खाना खाएर हुँदैन। मेरो यो बाख्रा चाहिँ अलि अगतिलो छ हेर्नुहोस्, किनकि अब त्यति साह्रो वनमा आएर घाँस खान मान्दैन। यो घरमा पालेको बाख्रा भएर चाहिँ हैन। अहिले चाहिँ घरमा दाना हाल्न छोडिदिएर चाहिँ अलि दुब्लाएको छ यो। अब यसलाई चाहिँ जङ्गलकै हामीले चाहिँ बानी लाउनु पर्छ भनेर चाहिँ अब यसलाई त्यति चाहिँ घरमा ख्याल गर्न छोड्यौँ। यो सेतो बाख्राको चाहिँ नानी हो यो रातो चाहिँ। यसो हेर्दा चाहिँ ठ्याक्कै मृग जस्तो पनि देखिन्छ है। यदि कोही नयाँ साथीहरू हुनुहुन्छ भने, भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला, साथ सपोर्ट गर्नु होला हैन। अब तपाईहरुलाई अब म कन्टिन्यू यस्ता भिडियोहरू उपलब्ध गराइरहनेछु। मेरो भिडियो हेरिरहनु भएका साथीहरू पनि हुनुहुन्छ पहिला हैन। म पहिला विदेशमा थिएँ, अहिले गाउँतिर आएर चाहिँ यसो बाख्रा चराउँदै छु। यहाँदेखि तल देखिने गाउँहरू चाहिँ मेरो गाउँहरू हो हैन। यो चाहिँ मटर बाटो, यतातिर साइड चाहिँ हाम्रो स्कुल तल देखिने चाहिँ हैन। यता यो डाँडा परि चाहिँ मेरो घर पर्छ। फेरि यो चाहिँ यहाँ तल बडियार गाउँपालिकाको बडियार खोला नै हो यो चाहिँ है त। ल नयाँ साथीहरू चाहिँ यसो भिडियोलाई चाहिँ फुल वाच गरिदिनु होला हैन। यस्तै छ गाउँघरतिरको हालखबर, सबै ठिकै छ। र बाँकी अर्को भिडियोमा पनि राम्रा भिडियो लिएर आउनेछु। बर्खा लागेको छ, एकदम च्याउहरू भेटिन्छन्। अब तपाईँको अरू के भन्छ चराको गुँडहरू भेटिन्छन् हैन। जे भेटिन्छन् म सबै कुराहरू युट्युब मार्फत म तपाईँलाई देखाउने छु। भिडियो चाहिँ एकदम साथ सपोर्ट गरिदिनु होला, राम्रोसँग हेरिदिनु होला भन्न चाहन्छु है त।